सबैजनालाई नमस्कार। म तपाईहरुको साथी सुभाष। केही समय अगाडि मैले एएमएस फन्डसँग सम्बन्धित भिडियो बनाएको थिएँ र त्यो भिडियोमा कतिपय साथीहरूले एएमएस फन्ड चाहिँ निकै मन पर्छ तर टाइप गर्नलाई अलि गाह्रो लाग्छ भनेर भन्नुभएको थियो। कतैले मलाई सोशल मिडियामा र मेरो WhatsApp नम्बरमा पनि मेसेज गरेर भन्नुभयो। ती साथीहरूको समस्याको समाधान गर्नको निम्ति आजको भिडियो ल्याएको छु। भिडियो छोटो र मिठो छ, पुरा हेरिदिनु होला है त। तपाईले स्क्रिनमा देखिरहनु भएको छ एएमएस फन्डको लेआउट छ। एएमएस फन्ड चाहिँ हिन्दी फन्ड भएको कारणले गर्दाखेरि यसमा नेपाली टाइपिङ गर्ने बेलामा केही लिमिटेसनहरू छ। यद्यपि तपाई ग्राफिक डिजाइनर हुनुहुन्छ अथवा फोटोशप, इलिस्ट्रेटर जस्ता टुल्सहरू राम्रोसँग चलाउनुहुन्छ भने चाहिँ एएमएस फन्डलाई तपाईको पाइक परेको अनुसार प्रयोग चाहिँ गर्न सक्नुहुन्छ है त। अहिले स्क्रिनमा तपाईले लेआउट देखिरहनु भएको छ र यो लेआउट अनुसार नै तपाईले काम गर्नु होला र यो लेआउट चाहिँ तल डिस्क्रिप्सन बक्समा डाउनलोडको लागि दिनेछु। यहाँ मैले फोटोशप खोलेर राखेको छु र फोटोशपमा केही शब्दहरू लेखेर राखेको छु। शुभकामना, शुभ विवाह, महावीर भनेर लेखेको छु। तर यो बाहेकको केही शब्दहरू पनि लेख्नुपर्ने हुनसक्छ। जस्तै म के गर्छु भने यहाँ टेक्स्ट टुलमा जान्छु र क्लिक गर्छु र यसलाई थोरै साइज बढाइदिउँ। र एएमएस फन्ड युज गर्नुभएका अथवा युज गर्न खोजिरहनु भएको तपाईलाई थाहा छ यहाँ चाहिँ सिम्पल नेपाली अर्थात् प्रिटी टाइप गरेको जस्तो होइन। फोटोशपमा एउटा गजबको फिचर छ। अब तपाईलाई यो देखिरहेको लेआउट चाहिँ हेर्न अल्छी लाग्छ भने अल्छी त लाग्नै हुँदैन बनाउनको लागि, डिजाइनर हुनको लागि। तपाईले यहाँनिर फोटोशपमा यहाँनिर एउटा फिचर छ नि गजबको है। जस्तै माथि यहाँनिर हेर्नुस् है, यहाँ विन्डोजमा जानुस्, विन्डोजको थोरै तल यहाँ तपाईले ग्ल्याब्स भन्ने अप्सन छ। यो ग्ल्याब्स भन्ने यो गजबको अप्सन छ है। यो देखिरहेको छ। मैले योसँग सम्बन्धित मैले भिडियो पनि बनाएको छु। ग्ल्याब्समा जानु होला। ग्ल्याब्समा गइसकेपछि यहाँनिर हेर्नुस् है, माथि तपाईले कुन फन्ड अघि छान्नु भएको थियो त्यही फन्डसँग सम्बन्धित यहाँनिर हेर्नुस् है। यहाँ माथि फन्ड सिलेक्सन पनि देखिरहनु भएको छ। तपाईले यहाँनिर जस्तै यहाँ क्लिक गरौँ। अब तपाईलाई मानौँ अ चाहियो, यहाँ गएर क्लिक गर्नु है। अब तपाईलाई आकार चाहियो है, त्यहाँ माथि गएर क्लिक गर्नु, डबल क्लिक। अब तपाईलाई म चाहियो, यहाँनिर छ। फेरि आकार चाहियो, आकार चाहियो। ल हेर्नुस् त, मैले आमा भनेर यहाँबाट लेखिदिएँ। तपाईलाई पाइक परेको अप्सनहरू चाहिँ यहाँ ग्ल्याब्समा छँदैछ। तर यो ग्ल्याब्स अप्सनमा चाहिँ एउटा थिचिराख्न टाइम लाग्छ कि है। त्यो कारणले गर्दाखेरि पनि हामीलाई लेआउट चाहिँ याद हुनुपर्छ। अब ग्राफिक डिजाइनरको रूपमा काम गर्ने हो भने चाहिँ तपाईसँग यो लेआउट राम्रोसँग थाहा पाउनुको विकल्प चाहिँ छैन है। थाहा पाउनै पर्छ भन्ने मलाई लाग्दछ, मलाई पर्सनली लाग्दछ। जस्तै यहाँनिर एउटा शब्द लेखौँ है त। ल मैले हेर्नुस् त किबोर्डमा आर थिचिदिएँ। आर भनेको र हो यसमा, र जब आरसँग ए थप्छौँ रा हुन्छ। अब मलाई ध थिच्नु छ, तर ध कहाँनिर छ मलाई थाहा छैन। मैले डी थिच्दाखेरि यसरी भेटेन अथवा यसरी थिच्दाखेरि भेटेन। एउटा त भर्खरै सिकाएको ग्ल्याब्स भन्ने अप्सनबाट गर्नु पाइन्छ। अर्को चाहिँ लेआउटमा हेर्नुहोस् है। लेआउटमा हेरेपछि थाहा पाइहाल्छ। यहाँ माथि यो सिफ्टसँग तपाईँले वाइ थिच्नुपर्ने भयो, अर्थात् यहाँ क्यापिटल देखिरहनु भएको छ। सिफ्टसँग वाइ भनेको त्यो ध देखिरहनु भएको छ। यहाँ गएर क्लिक गरौँ, सिफ्टसँग वाइ थिचिदिए। ल हेर्नुहोस् त राधा भयो है, राधा भयो। त्यसपछि आएर तपाईँले कृष्ण पनि लेख्नु पर्यो यहाँनिर भने। अब तपाईँले के थिच्नुहुन्छ क आयो। अब क्रीको त्यो तल आउनु पर्यो नि त होइन। त्यसको लागि अब तपाईँले क्री लेख्नको लागि चाहिँ अब यहाँनिर खोज्नु पर्यो। यहाँ थोरै तल हेर्नुहोस् त विथ सिफ्टसँग तपाईँले विथ सिफ्टसँग एन्ड यहाँनिर एम्पर्सन साइन थिच्नुपर्ने हुन्छ। सो विथ सिफ्टसँग एम्पर्सन हेर्नुहोस् त, विथ सिफ्टसँग है, सिफ्टसँग चाहिँ एम्पर्सन साइन थिच्नुहोस्, क्री आयो। अब त्यो क्री चाहिँ ठ्याक्कै ककै तल ल्याउने टेक्निक पनि छ है। तपाईले यसलाई छुट्टै टाइप गरेर बोकेर त्यहाँ लगेर राख्न सक्नुहुन्छ। जस्तो कि मैले भन्न खोजेको यसलाई मैले यहाँनिर छुट्टै बाहिर टाइप गरिदिएँ क्री भनेर, सिफ्टसँग एम्पर्सन र यो क्री भयो। र यसलाई बोकेर यहाँनिर ठ्याक्क कको तल यसरी राख्न पनि सक्नुहुन्छ भन्न खोजेको मैले। ओके, पाइन्छ, यसो गर्नु पनि पाइन्छ। यसरी नै कहिलेकाहीँ एडजस्ट गर्नुपर्ने हुनसक्छ है। हिन्दी फन्ड हो, नेपालीमा टाइप गर्दा अप्ठ्यारो भइहाल्छ। यसरी हामीले बनाउनुपर्छ। सबै हिन्दी होइन, एमएस फन्ड भएको कारणले गर्दा। अब मैले क्री लेखिदिएँ। ल मानौ यसलाई साइडमा राखिदिउँ। हुन त त्यहाँनिर तपाईँले सिफ्टसँग एम्पर्सन थिच्न पनि पाउनुहुन्छ। अब तपाईँलाई आधी पेज चाहिँ सहज आयो। यहाँनिर माथि हेर्नुहोस् त, यहाँनिर भी सिफ्टसँग छ यो। तपाईँले सिफ्टसँग भी थिच्नु होला। मैले सिफ्टसँग भी थिचिदिएँ। अब सिफ्टसँग एन थिचौँ, फेरि ए थिचौँ, राधाकृष्ण भयो। र यो यसलाई मैले यसरी यहाँनिर लान्छु। अहिले मैले तपाईलाई यसरी केही टिप्सहरू दिएँ।
भिडियो धेरै लामो हुनसक्छ भनेर तपाईँलाई मैले अलिकति सर्टकट रूपमा बनाएँ। अझै केही कन्फ्युजनहरू छ भने चाहिँ कृपया कमेन्ट गर्नुहोला, फेरि अर्को भिडियो ल्याउने नै छु है त। आजको लागि तपाईँहरूको माझबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते।